ब्ल्याक टी चाहिँ खान्छु एकदमै खान्छु ओके तर मलाई अदरक मरिचहरु हालेको त्यस्तो छ नि त्यो मसला खालेको टी मन पर्छ ब्ल्याक टीमा पनि के अदुवा त्यो सबै हालेकोमा मलाई चाहिँ अलिकति चामल पनि हाल्दिएर दाल पनि हाल्दिएर त्यसमा अलिकति सगेर छ नि सिटी लगाएपछिको त्यो खिचडी पनि चल्छ मलाई चाहिँ हल्का फैलावट अलिकति के धेरै भएछ हजुरको यो फैलाउने चीज धेरै हाल्छु मैले त्यही भएर नि फैलिरहेको भगवानको त थाहा पाइन्छ भने मेरो त सिंकिन्छ तर मलाई भगवान साँच्चै भेट्न मन छ खोजेर भेटिन्छ भगवान यो डाइलेक्ट दिइरहनु भएको छ मलाई र म आफैले सोच्दाखेरि वावाईको केही छैन जाओस् 7 तलाबाट जम्प गर्दा यस्तो हुँदो रहेछ भनेर सो त्यो तरिकाले मैले पनि त्यो बेलामा निखिलले 7 तला हालेपछि मैले पनि हाम्रो 1 तलाबाट ट्राई गरे राजेन्द्र खैक डाइरेक्टर सबलाई मैले भने म पनि तलाबाट हाल्छु भने मैले हैन त्यसमा 9 तला छ तर अनि 9 तला हाल्ने भन्नुभयो भने म आँसु त निखिलले 7 तला हाल्छ म 9 तला हाल्छु यो भन्दा माथि छैन साच्चै हो भनेर साच्चै हो कसम ल रेडी भएन तर दाइ एउटा कुरा भने मैले 8 तलासम्म फर्म राख्नुपर्छ मेरो खराब पानी छ मेरो खराब इन्क्वायरीहरु नम्बर मागिन चलाउनु हुन्थ्यो नि त 197 मा फोन गरे हेलो त्यहाँ गुड सिनेमा हलको नम्बर पाउन भन्थे हरि दाइ बोल्नु भयो हो भाइ नमस्ते म हरिवंश दाइ बोलेको भाइ दाइ नमस्कार त्यहाँ मेरो भाइहरु फिल्म हेर्न आउनेवाला छन् भाइ यसो त्यहाँ टिकट राख्दिनु न भाइ दाइले भनेपछि भइहाल्छ सुशील छेत्री हाम्रो ग्याङको पैसा गोजिमहरू मरेर कलेक्ट गरेर बसमा पुग्न हलसम्म पुग्ने पैसा हुन्थ्यो म्यानेजर नाम भन्ने आउँथ्यो हजुर म्यानेजरले भेट्न आएको दाइ नमस्ते ओहो अनुहार पनि सेम ल रे मैले सुनेको त हुन्छ नि दिलीप दाइले त हुन्छ नि खाजाको टाइममा पनि भातै खानुहुन्थ्यो मैले एकचोटि घट्नु पर्यो भनेर हैन मैले डाक्टर पनि गएर सल्लाह गरेँ हैन मैले डाक्टर साहब म अलिकति घट्नु पर्यो मलाई अब खानामा मान्छेले चाहिँ मोटायो भने हैन अलिकति डाइटिङ सेटिङ पनि भन्छ नि यो के कसरी गर्ने हो भनेर एउटा डाइटिसियन डाक्टरसँग सल्लाह गरेको अनि तपाईँले चाहिँ हेर्नुहोस् अब रोटी खाने गर्नुहोस् डिनरमा रोटी खाने गर्नुहोस् लन्चमा रोटी खाने गर्नुहोस् भन्नुभयो अनि मैले भने सोधेँ नि सर डिनर पछि खाने कि लन्च पछि खाने भनेर क्या अनि म यस्तो खाने मान्छे होइन त अब मैले खानालाई छोडिदिएँ अब डाइटिङ 6 महिना खाएन मैले 6 महिनाको दिन मैले खाएँ ब्राउन राइस त्यो पनि राइस नखाने मान्छेले ब्राउन राइस खाएँ मलाई यस्तो निन्द्रा लाग्यो भात लाग्यो लागेर यस्तो सुतेको नि पुरा भुइँचालो आयो भाग यस्तै भुइँचालो आयो मेरो एउटा अचम्म लाग्दो लाज लाग्दै कुरा सुन्नुहुन्छ म जति बजे पनि भात खान सक्छु जति बजे पनि खान सक्छु म 6 बजे पनि खाइदिन सक्छु मान्छे हुन्छ नि बिहानको 6 बजे बिहान 6, 7, 8, 9, 10 एनी टाइम अलिकति म चाहिँ हिरो मेन्टेन गर्नुपर्छ मैले भात छोड्नुपर्छ एकदम स्लिम ट्रिम हुनुपर्छ भन्नेतिर ध्यान गएन तपाईको कुनै टाइम मेरो एभ्रीडे जान्छ ध्यान म एभ्रीडे जान्छ म एउटा हिरो म एउटा एक्टर हो मैले चाहिँ मेन्टेन गर्नुपर्छ अलिकति बडी मेन्टेन गर्नुपर्छ लाग्छ हैन जब लन्च ब्रेक हुन्छ अनि ठक्क खाना हातमा आउँछ सबै बिर्सिन्छु क्या यो चाहिँ एक-एकवटा फुल्ने फुल टाइपको मल हो यो चाहिँ क्या त्यसले गर्दा एक-एकवटा फुलमै सुन्दरता देखिन्छ रोप्ने कि नरोप्ने भन्ने चाहिँ उहाँको हातमा छ हैन के भन्नुहुन्छ तपाई समझ्यो म अलि कुनै साहित्यमा तपाईले दिनुभयो मैले बुझिन म फुल हैन नि त म त भमरा हो नि त भमराले फुलको रस चाख्नु भयो कि चाख्नु त धेरै खोज्या हो सुँग्न मात्र पाइयोस् हाम्रो एकजना निर्माता नि हुँदछ पहिला जमानामा ग्रुप डान्स गर्दाखेरि नै डान्स असिस्टेन्ट पनि गर्थेँ अनि उहाँले नि भन्नुहुन्थ्यो अरे क्या अरू एक कुरा हुन्थ्यो अरे क्या त्यहाँनिर ओहो त्यो दिदी कस्तो राम्रो खट्छ कस्तो मिहिनेत गर्छ डान्स पनि त्यस्तै गर्छ सिकाउँछ त्यस्तै खट्छ त्यस्तै भनेर निर्माता हुनुहुन्थ्यो क्या एकजना शैलेश आचार्य भन्ने दाइ भात पनि त बसेर खान्छ भन्नुहुन्थ्यो अरे क्या